एकैछिन यो भिडियो हेर्नुहोस् त महेश बस्नेतलाई देशका युवाहरूले यात्रो जवाब दिएका छन्। किन भनेपछि आउने वैशाखको 12 गते एमालेले ठुलो आन्दोलन गर्ने रे। त्यही विषयमा पत्रकारहरूले युवाहरूलाई सोद्धाखेरि युवाहरूले के जवाब दिए भनेर भन्दाखेरि एकैछिन यो भिडियो हेर्नुहोस् त। बस्नेतजीले भन्नुभएको छ वैशाख 12 गते बालन सरकार ढाल्ने पत्ता साफ बन्ने जुन जेनजी आन्दोलन भन्दा ठुलो आन्दोलन गर्छु भनेर महेशजीले भन्नुभएको। महेशजी को आउँछ अरे त सडकमा चाहिँ? महेशजी एक्लै आएर भयो देशभरका कार्यकर्ता उतार्ने रे सडकमा। को आउँछ अरे त? को हो त कार्यकर्ता? खोइ त कार्यकर्ता साथ दिनुपर्छ भनिराख्नु भएको। खोइ त को जेनजी त्यो एउटा अस्तिको बहिनीले बिचरा दिइरहेछ त कति हजुरले कसले तपाईहरुले देख्नु पर्यो रे। कसले? महेश बस्नेतलाई महेश बस्नेत एमाले कांग्रेस माओवादीलाई साथ दिनु छ भने उयो बागमतीमा भला आगोला ल्याम्मै आफूले मर्दिन्छ। यसै नभए उसै नभए यिनीहरूलाई साथै दिन्छ। महेश बस्नेत अब जनताहरू पनि एकदम सचेत भएका छन्। स्वयं एमालेका कार्यकर्ताहरू पनि एकदमै सचेत भएको अवस्था छ। किनभनेपछि लास्ट टाइम जो आन्दोलन भएको थियो त्यसमा धेरै एमालेका कार्यकर्ताहरूले कुटै खानु परेको थियो, शास्ति बेहोर्नु परेको थियो। त्यो हुनाले उहाँहरू पनि धेरै सुट दिनु भयो। भिडियो मन परेमा लाइक कमेन्ट गर्नु होला अनि धेरैभन्दा धेरै सेयर पनि गरिदिनु होला है त।